सो गुड मर्निङ। हाम्रो चाहिँ यहाँ स्पेसल पोल्ने कार्यक्रम भइरहेछ। दाइहरू नि आउनु भएको छ उताबाट। तिहारको हाम्रो स्पेसल अहिले चाहिँ बिहान लगभग कति 8 बजे होला हैन? 8 बजिसकेको छ। हाम्रो चाहिँ तिहारको अलिकति ढिलो भयो तर एकदम कडा नै हुनेवाला छ कि एकदम कडा। ल ठिक छ। ल अहिले चाहिँ हाम्रो यहाँ कलर लाउने कार्यक्रम पनि भइसक्यो। पोलेर यसलाई ताछेर कडा गएर एकछिन होस् होला कि एकछिन होस् न एकछिन भएर यसले चाहिँ एकदम दामी कलर निकाल्ने काम गर्छ कि चिटिक्कैको। चुना नै हालिस् र अब यसलाई चिर्ने काम पनि हुन्छ बिस्तारै। यसलाई चिरेर यसलाई आन्दा चाहिँ हाम्रो 2 जना दाइहरूले बनाउनुहुन्छ अनि हामी चाहिँ काटकुट 3 जनाले सकिहाल्छ एकदम। यसको छाला चाहिँ अब ठुलो के हो नि अलि मासु लागेन कि यसको काम कटिङ हुँदैछ कटिङ हुँदैछ कटिङ हुँदैछ नि त यस्तो भयो चाहिँ पाङडा सबै है यो पाङडा हुँदैन नि न कुन चाहिँ चुइँदैन त्यो बाक्लो तरिका ए खुनको रुपियाँ नि खुन पनि थोरै। ल अहिले चाहिँ हाम्रो यो टक्क बाक्लाउने पाइप फेरि उदो गाँच्ने बेला भयो त्यहाँ उको लागि आन्द्रा पखाल्नुको लागि त्यो अर्को उया गाँच्दा हुन्छ होला। यहाँ चाहिँ जोखे कार्यक्रम हुँदैछ फेरि अब 12 धार्ने पुगिसक्यो धार्ने हो नि त लगभग 12 धार्ने पुगिसक्यो यसलाई। यसले 13 16 रहेछ हौ टोटल्ली 16 अनि अहिलेको लगेको पनि त होइन गर्नु पर्यो नि। चौध ल सो हामी चाहिँ अब मासु सासु सबै काटकुट सबै प्याकस्या गरेर अगाडि दाइहरूले लाँदै हुनुहुन्छ अनि म चाहिँ दाइहरूलाई तलसम्म पुर्याउन आएको बाइकमा। अनि त्यहाँदेखि 2टा बाइकमा दाइहरूलाई पुऱ्याइराख्ने हो। अनि त्यहाँदेखि चाहिँ दाइहरूलाई सफारी लिन आउनुहुन्छ अरे। अनि सफारीदेखि उहाँहरू जानुहुन्छ अनि जस है पुरै बोरामा प्याक गरेर लाँदै हुनुहुन्छ दाइहरूले। ओफ घाम यस्तो छ कि आज त गर्मी न गर्मी माथि त घाम हुँदाखेरि नि शीतल हुन्थ्यो भित्र बस्दाखेरि यहाँ त पसिनै पसिना। सो आएर म चाहिँ फेरि कुलोमा जानुपर्ने छ अनि त्यही नै हो है। म दाइहरूलाई पुऱ्याइराखेर आएर फेरि कुलोतिर लाग्नुपर्ने हुन्छ।